प्रधानमन्त्रीले यस्तो यस्तो कुरामा अलमलिने हो भनेको बाबा। उद्योगहरू दुधको उद्योग सिंहदरबार वैद्य खाना केही गजबसँग चलेको छ भन्नुभएको छ। प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, यिनले खत्तम गरे, अब म आएर चमत्कार गर्छु। थोरै आम्दानी भएको कुरालाई लगेर हामीले त्यहाँ लगेर कसरी प्रस्तुत गरियो भने नेपाल वायु सेवा निगममा चमत्कार भयो। सम्माननीय प्रधानमन्त्रीजीलाई पनि सुनाउन चाहन्छु, साथीहरूको बिचमा पनि राख्न चाहन्छु र छलफल होस् भन्ने चाहन्छु। यसमा हामीले के ठोस कुराहरू बोल्नुपर्नेछ। अहिले हाम्रो सार्वजनिक संस्थाहरूमा समग्र लगानीको अवस्था कति छ? करिब 6 खरब छ। 6 खरबको लगानी छ। 44वटा सार्वजनिक संस्था छ। यसमा डिभिडेन्ड 1% पनि छैन। करिब 6 खरब रुपियाँ छ। 65 अरब भन्दा बढी त सञ्चित घाटा भएको संस्थाहरूलाई करदाताहरूको पैसाबाट हामीले अहिले परिपूर्ति गर्नुपर्छ। यस्तो बेलामा म त मेरो प्रधानमन्त्रीले के एक्सपेक्ट गर्छु, यतिको पपुलर म्यान्डेट ल्याएको प्रधानमन्त्रीले भने 48 सालमा हामीले उठाएको जस्तो जोखिम उठाउनु पर्ने होला नि, तर जोखिम उठाउनु भएन। किनकि एउटा न्यारेटिभ चाहिएको छ। यहाँ पनि के चाहिएको छ भने अगाडिका सरकारहरू झुर, यिनले खत्तम गरे, अब म आएर चमत्कार गर्छु। चमत्कार के भनेको छ हेर्नुहोस् है त। एउटा चमत्कार के भनेको छ, दुग्ध विकास संस्थान। मैले स्ट्याटस पढेँ, दुग्ध विकास संस्थानमा के भनेको छ, दैनिक बिक्री 60 लाखबाट 90 लाखमा पुग्यो। गजब भएको छ। प्रधानमन्त्रीलाई कसैले त्यहाँ मन्त्रालयको साथीहरूले गएर भनिदिनु होला, 60 लाखबाट 90 लाख पुग्नु भनेको नाफा बढ्नु होइन। दुग्ध विकास संस्थानको संरचना यति धेरै ठुलो छ, जति धेरै बढ्दै गयो त्यति यसको खर्च बढ्दै जाने अवस्था छ। कतैबाट आउनेवाला छैन। र अहिले जुन साइकल मैले खास गरिकन हामीहरूले यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ। वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झऱ्यो भनेको कमाएर भएको होइन। यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो यस्तो कुरामा अलमलिने हो भनेको बाबा। कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा 56 अरबको ऋण छ। यत्रो ठुलो जोखिममा छ यो संस्था। यत्रो ठुलो पुनर्संरचना गर्नुपर्ने छ। अलिकति पर्यटकहरूको चहलपहल बढी भएको बेलामा थोरै अकुपंक्षी बढेको कुरालाई वा चाहिँ थोरै आम्दानी भएको कुरालाई लगेर हामीले त्यहाँ लगेर कसरी प्रस्तुत गरियो भने नेपाल वायु सेवा निगममा चमत्कार भयो। अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ अहिले चाहिँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ, ठुलो रिस्क उठाउनु पर्ने छ। हेटवटा कपडा उद्योग मैले अर्को पनि पढेँ, त्यहाँ पनि के भाष्य निर्माण मैले किन भनिरहेको छु भने सानो एक हेर्दा सामान्य कुरा लाग्छ। काङ्ग्रेसले उद्योग बेच्यो, अब म आएँ, अब मैले खतरा उद्योग चलाइदिन्छु। अनि अलि पछाडि चाहिँ अब हामीले विषयवस्तु राम्रोसँग पर्गेलेनौँ भने के हुन्छ भने बाहिरतिर सबतिर चाहिँ अनि हेटवटा कपडा उद्योगबाट लगाएको फोटो आउनु थाल्छ। अनि काङ्ग्रेसले बेचेर खाएको थियो, हामीले लगायो भनेर। अरे बाबा, नेपालमा वर्षमा मैले यसो हेरेको डेटा हेरेको, वर्षमा कति चाहिँदो रहेछ भने 75 देखि 90 करोड मिटर कपडा नेपाललाई अहिले चाहिन्छ। 75 देखि 90 करोड मिटर कपडा चाहिन्छ। हेटवटा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड। 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु के हो थाहा? खास नेपालको इस्यु मैले यो कम्तीमा 8-10 वर्ष मैले पार्लियामेन्ट उठाउँदै आइरहेको अहिले खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा। नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब उनीहरूको 30 देखि 40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ
नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन। नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटिटिभ हुन सकिरहेका छैनन्, किनकि चोरी पैठारीबाट सस्तो कपडा आउँछ, यहाँभित्र बाहिरबाट आउने कपडाहरू यति सस्तो भएर आउँछ जसले गर्दा हाम्रो यहाँको म्यानुफ्याक्चररहरूले कम्पिट गर्न सकिरहेको छैन। दिस इज द प्रब्लम। यसमा जानुपर्ने होला। हामी किन गइरहेका छैनौँ? औषधिको मैले पढेँ, यहाँ प्रदीपजी पनि हुनुहुन्छ, स्वास्थ्य मन्त्री भएर हामीले काम गरेर आएको। करिब 65 अरबको बजार छ नेपालको औषधिको। अहिले पछाडि मैले फेरि डेटा चेक गरेको, करिब 50% त्यो बजारको 50% चाहिँ नेपालको म्यानुफ्याक्चररहरूले उत्पादन गर्छन्। म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, केही गर्नु पर्दैन। मेरो पालामा म स्वास्थ्य मन्त्री भएको बेलामा नेपालको औषधि उद्योगलाई, क्षेत्रलाई आत्मनिर्भर बनाउनका निम्ति भएका निर्णयहरू त्यसको आंशिक मात्र कार्यान्वयन भयो, त्यसलाई मात्रै कार्यान्वयन गर्नुहोस् ल। R&Dमा हात हाल्नुपर्ने ठाउँमा, कहाँ पुग्नुपर्ने ठाउँमा चाहिँ मैले सिटामोल बनाएर बेचेँ भनेर मैले सन्दर्भ किन उठाएको हो भने गभर्नमेन्ट इकोनोमीको कुरामा पटक्कै पनि राइट ट्र्याकमा छैन। मेसो के हो भने थाहै पाइरहेको छैन, विषयवस्तु के हो भने बुझिरहेकै छैन। यसले के हुन्छ, यसले अलि पछाडि झन्झन हाम्रो त्यसै पनि टाक्सिएको अर्थतन्त्र झन यो खुम्चिँदै जान्छ। त्यसैले यो विषयका सन्दर्भमा पनि मैले अघि भने शासक अराजकताको बारेमा, असंवेदनशीलताको बारेमा र अर्थतन्त्र ह्यान्डलिङ गरेको विषयका सन्दर्भमा हामीले केही कुराहरू ठोस रूपमा बोल्नुपर्नेछ। अहिले हामी के सुनिरहेका छौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि यो विषयका सन्दर्भमा विषय राखिराख्नु भएको छ, संसदमा बाहिर ठिक गर्नुभएको छ, उहाँहरूको जिम्मेवारी हो। किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ भन्दैमा त्यो पार्टीका सांसदहरूले, नेताहरूले नबोल्ने होइन। हामीले पनि हाम्रो पार्टीको सरकार हुँदै गर्दा प्रश्न उठाउँ, त्यो गर्थ्यौँ। तर हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको साथीहरूलाई एउटा कुरा चाहिँ हामीले सम्झाउनुपर्छ। यहाँ बस्ने कोही मान्छे, यो रोमा बस्ने कोही मान्छे प्रधानमन्त्री हुनुभएको छ, यो रोमा बस्ने हुनुभएको छ, यहाँ मन्त्री भएको मान्छे पनि सायद यतातिर बस्ने म एकजना होला, दुईजना, यहाँ 2-4जना मान्छे होला हामी। अनि हामीले केही कुरा बोल्दै गर्दा चाहिँ हामीले 35 वर्षको जिम्मा लिनुपर्ने ट्यापैसँग। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदै गर्दा चाहिँ जिम्मा चाहिँ कसले लिनुपर्ने भने प्रधानमन्त्रीले मात्र लिनुपर्ने। त्यहाँ चाहिँ प्रधानमन्त्री मात्रले भएको लिनुपर्ने, अरू बाँकी रहेको हामीले चाहिँ सबैले लिनुपर्ने। हामी हाम्रो पालामा भएका कमजोरीहरूको जिम्माबाट भाग्दैनौँ। त्यसलाई त सच्याउन खोजेको, त्यसलाई त सुधार्न खोजेको। यी विषयका सन्दर्भमा पनि हामीले ठिक ढङ्गले यसमा बहस छलफल गर्न आवश्यक छ भन्ने मलाई लाग्छ। आदरणीय साथीहरू, करिब 4 महिना चान्चुन भयो। अघि नै प्रदीपजीले चर्चा गर्नुभयो, हामी 4 महिनामा सरकारले के गर्यो भन्ने मात्र छलफल होइन, 4 महिनामा प्रतिपक्षको रूपमा हामीले ठिक काम गरेको गरेन भन्ने पनि छलफल गर्छौँ। मैले अघि पनि साथीहरूलाई भने हामी जहाँनिर सहकार्य गर्नु पर्यो त्यहाँ सहकार्य गरिरहेका छौँ। सरकारले प्रमुख सल्लाहकारको नेतृत्वमा संविधानसँग सम्बन्धित एउटा समिति बनायो। हामीलाई प्रतिनिधि पठाउनु भने हामीले पठाएनौँ, किनकि हामीले सुरुमै पठाएनौँ। असहयोग गरेकै, किनकि त्यो ठिक नियतले आएको थिएन। त्यो संविधानको ठिक नियत पनि थिएन, परिपक्वता पनि थिएन। कन्स्टिट्युसन नेपालमा कसरी बनेको भन्नेको हेक्कै नराखिकन नेपालमा जाति बीचमा, धर्मका बीचमा, मधेस पहाडका बीचमा, जाति जनजातिका बीचमा हाम्रो सम्बन्धहरू कति प्रगाढ छ, तर सँगसँगै कति डेलिकेट छ। हामीले संविधान बन्दै गरेर देखेका छैनौँ। मधेसले अझै अधिकार मागेको छ, थारूहरूले अझै अधिकार मागेका छन्, आदिवासी जनजातिको अधिकारको कुरा छ, महिलाको यति धेरै विषयहरू छन्। ती सबै विषयहरूमा हेक्का नराखिकन संविधानका विषयलाई जसरी हल्का ढङ्गले सरकारले डिल गर्न खोज्यो, हामीले प्रतिनिधि पठाएन। तर जब सुनसनीमा घटना भयो नि, सरकारले बोलाएर हामी गएको होइन, सरकारले बोलाउनुभन्दा पहिले हामी गयौँ। हामी सडकमा गयौँ, साथीहरूको बिचमा गयौँ, किनकि हाम्रो जिम्मेवारी थियो। बोलाएको ठाउँमा गएनौँ किनकि जानुहुन्न थियो, नबोलाएको ठाउँमा गयौँ किनकि जानुपर्ने थियो, हाम्रो कर्तव्य थियो, हामीहरू गयौँ। प्रतिनिधि सभामा विश्वराज आङदाम्बेको नेतृत्वमा अहिले हाम्रो संसद छ, त्यहाँ हामी प्रतिनिधि सभाभित्र ठिक ढङ्गले आफ्नो विषयहरू राखिरहेका छौँ। प्रधानमन्त्री आउनु भएन, प्रतिनिधि सभामा प्रधानमन्त्री खोइ भनेर हाम्रो साथीहरू वेल गरिराख्नु भएको थियो। राष्ट्रिय सभामा गयो, विधेयक पास भएर। राष्ट्रिय सभामा हाम्रो बहुमत छ। हामीलाई केही दलका साथीले नभन्नु भएको होइन, देखाइदिउँ, जबसम्म प्रधानमन्त्री आउनु न तबसम्म राष्ट्रिय सभामा देखाइदिउँ भन्नुभएको। मानेनौँ हामीहरू, राष्ट्रिय सभामा रोक्नु हुँदैन भन्यौँ। सरकारको नीति कार्यक्रम के पनि रोकेनौँ, किनकि हाम्रो जिम्मेवारी थियो। हाम्रो अपोजिसनको रोल हामी यसरी गरिरहेका छौँ। अपोजिसनको रोल यो 4 महिनामा गरेको कुराले मलाई लागेको कुरा, तपाईँलाई लागेको कुरा भन्नुहोस्, राखौँ, छलफल गरौँ। इलेक्सन पछाडि नेपाली कांग्रेस पार्टीले जसरी अपोजिसनको रोल गरिरहेको छ, भित्र बाहिर
यसलाई अझै सुधार्नुपर्ने कुरा कहाँ छ सुधारौँ, परिमार्जन गर्नुपर्ने कुरा परिमार्जन गरौँ। तर मलाई के विश्वास छ हामी ठिक बाटोमा छौँ, हामी कन्स्ट्रक्टिभ अपोजिसनको रोल गरिरहेका छौँ। यसरी नै हामीले आगामी दिनमा पनि आफ्नो भूमिकाहरू गर्ने हो, तर यसलाई अझै सार्प हामीले बनाउनु पर्ने छ। हामी प्रोभिन्समा सरकारमा छौँ, केही ठाउँमा अहिले छैन, यसका बारेमा पनि छलफल गरौँ। हामीहरू नेकपा एमालेसँग एउटा समझदारीमा थियौँ। 7 प्रदेशमा, मध्य प्रदेशमा विशिष्ट अवस्था थियो, एमाले काङ्ग्रेस र नेकपाको संयुक्त सरकार थियो र पहिला आदरणीय नेता शेरबहादुर देउवा सभापति हुँदै गर्दा सभापतिजी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको नेताको बीचमा हस्ताक्षर गरेर सरकार बन्दै गर्दाखेरि एउटा निश्चित समय पछाडि प्रदेशको सरकारहरूमा अहिले काङ्ग्रेस भएको ठाउँमा एमाले, एमाले भएको ठाउँमा काङ्ग्रेसले नेतृत्व गर्ने भन्ने समझदारी भएको रहेछ। त्यही समझदारी अनुसार गर्ने भन्ने हाम्रो बीचमा छलफल भयो। आदरणीय उपसभापति विश्वप्रकाश शर्माले यो विषयलाई लिड गर्नुभएको थियो। तर एउटा पोइन्टमा आएर हामीलाई के भनियो भने प्रस्ताव हो, त्यसलाई मेरो अरू केही छैन, किन आफ्नो प्रस्तावहरू हुन्। प्रस्ताव के रह्यो भने सबै प्रदेशमा काङ्ग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव रह्यो। त्यो प्रस्ताव हामीले मानेनौँ। हामीले किन मानेनौँ त्यसको तर्क छ। प्रदेशको सरकारहरूमा यस्तो अवस्था आएको छैन कि अपोजिसन नराखिकन 3टा पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन। मधेसमा अपोजिसन छ, बाँकी रहेको ठाउँमा काङ्ग्रेस, एमाले र माओवादी, नेकपा एक ठाउँमा आउने हो भने अपोजिसन हुँदैन। अपोजिसन नभएको प्रोभिन्सको पार्लियामेन्ट बनाउने कुरा प्रोभिन्सको लागि पनि ठिक छैन, संघीयताको लागि पनि ठिक छैन, काङ्ग्रेसको लागि पनि ठिक छैन, डेमोक्रेसीको लागि पनि ठिक छैन। त्यसैले गर्नु हुँदैन। यसको अर्थ काङ्ग्रेसले सरकार बनाउँदैन भन्ने होइन, काङ्ग्रेसले सरकार बनाउँछ। नेपाली काङ्ग्रेस पार्टी लार्जेस्ट पार्टी छ प्रोभिन्समा, आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्छ, सके बनाउँछ, नसके अपोजिसनमा बस्छ। तर हामी जबरजस्ती हामी सरकारबाट बाहिरिनुपर्छ कि भन्ने डरले हामी जबरजस्ती सिद्धान्तभन्दा बाहिर गएर 3टा पार्टी मिलेर प्रतिपक्ष विहीन बनाएर हामी प्रदेशको सरकारमा बस्दैनौँ भनेर बसेनौँ। यसका बारेमा पनि छलफल गरौँ। हामीले त्यो बेलामा तत्कालीन निर्णय गर्नुपर्ने थियो, बैठक बोलाएर निर्णय गरिराख्ने अवस्था थिएन। केही कुरामा कार्य सम्पादन बस्यौँ, केही कुरामा भएका साथीहरू जुट्यौँ र यसका बारेमा निर्णय गऱ्यौँ। प्रदेशको सभापतिहरू आउनुभएको छ, प्रदेशको साथीहरूसँग बस्यौँ, सल्लाह गऱ्यौँ, मुख्यमन्त्रीहरूलाई यहीँ बोलायौँ। हाम्रो बीचमा सौहार्दपूर्ण वातावरण छलफल भएर यी निर्णयहरू गरेका छौँ। यसमा यही लाइनमा हामीहरू काम गरिरहेका छौँ। हामी प्रोभिन्सका गभर्मेन्टहरू अरू थप प्रभावकारी हुनुपर्छ भन्ने चाहन्छौँ। यसमा हाम्रो कोसिस छ। हाम्रा नेतृत्वमा रहेका स्थानीय सरकारहरूलाई निरन्तर रूपमा हामी अनुगमन गरिरहेका छौँ। कतिपय सन्दर्भमा जुन कामहरू भइरहेको छ हाम्रो चित्त बुझिरहेको छैन। जुन तरिकाले काम गर्नुपर्ने हो त्यो तरिकाले कामहरू कतिपय ठाउँमा भइरहेको छैन। हामी लगातार उहाँहरूलाई भनिरहेका छौँ, जसको पर्फर्मेन्स राम्रो छैन, पार्टीले रेकर्डमा उहाँहरूको पर्फर्मेन्स राम्रो नभएको साथीहरूलाई त्यही अनुरूप पार्टीले आफ्नो रेकर्डमा राख्नुपर्छ, पार्टीले नोटिसमा राख्नुपर्छ। निर्वाचित भएर गइसके पछाडि चाहिँ मै सबै कुरा हो, मैले जे चाहे त्यही कुरा हुनुपर्छ भनेर जसरी मैमत्त भएर कतिपय ठाउँहरूमा काम भएका छन् ती गलत छन्। पार्टीको साथीहरूले पनि स्थानीय सरकारलाई मद्दत गर्ने हो। स्थानीय सरकारले आफ्नो नियम कानुन अनुसार काम गर्न पाउनुपर्छ, अप्ठ्यारो पार्नु हुँदैन। तर पार्टीको सङ्कल्प पत्र छ, घोषणा पत्र छ, पार्टीको एउटा लाइन छ, पार्टीका केही अपेक्षाहरू छन् भनेको कुनै निजी अपेक्षाहरू होइन, नागरिकहरूका पक्षमा गरिने कामहरूका बारेमा छन्। ती कामहरूमा स्थानीय सरकार प्रभावकारी होस् भन्ने हाम्रो चाहना छ। त्यही अनुरूप हामीहरू कोसिस गरिरहेका छौँ। यो पहिलो विषय हो, अपोजिसनको विषय। दोस्रो विषय म छोटकरीमा राख्छु। अब दोस्रो विषय भनेको पार्टी पङ्क्तिसँग जोडिएको छ। म देशैभरि घुम्दै गर्दा मैले के पाएको छु, मैले पटक पटक साथीहरूको बिचमा राखेको छु कि नेपाली काङ्ग्रेसका प्रत्येक साथी जो पार्टीको मेम्बर हुनुहुन्छ त्यो पार्टीको मेम्बरसिपभन्दा बाहिर अलग्गै सम्भवतः प्रायः सबैकै एक कोठामा भएको पनि प्रायः सबैको राखेर हेऱ्यो भने कुनै न कुनै परोपकारी संस्था वा काममा ऊ संलग्न छ, कुनै न कुनै सामाजिक आन्दोलनमा ऊ संलग्न छ, कुनै न कुनै उद्यमशीलतामा ऊ संलग्न छ। तर त्यसलाई कसरी प्रस्तुत गरिएको छ भने त्यो पार्टीभन्दा अलग हो। मेरो व्यक्तित्व म गगन थापा हो, नेपाली काङ्ग्रेसको। मैले गर्ने परोपकारको काम, मैले गर्ने कल्याणको काम, म शिक्षाको केही कामहरूमा संलग्न छु। त्यो काम भनेको अलग्गै हो। यसरी प्रस्तुत गरिएको छ। यसरी प्रस्तुत गर्दै गर्दाखेरि देशैभरि नेपाली काङ्ग्रेसका यत्रा साथीहरूले गरेका समाज कल्याणका काम, सामाजिक आन्दोलनका काम, कल्याणको काम, परोपकारीको काम, परोपकारका काम छायामा परेको छ। यो अर्गनाइज पनि भएको छैन। जबकि पार्टीको संस्थापक नेताहरूले पार्टी स्थापना गर्ने बेलामै पार्टीको एउटा सदस्यले क्रियाशील हुँदै गर्दा पहिलोचोटि सुरु गर्दै गर्दा क्रियाशील सदस्यतामै दिनमा यति घण्टा सामाजिक काम गर्नै पर्ने भन्नेबाट सुरु भएको पछिल्लो समयमा पार्टीको विधानमा यसको व्यवस्था गरिएको छ। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले यो बीचमा हाम्रो आफ्नो पार्टीको काम छ, देशमा हाम्रो प्रतिपक्षको जिम्मेवारी छ। तर एज अ पार्टी हाम्रा सदस्यहरूलाई हामीले सङ्गठित गर्दै
अनेकन सामाजिक आन्दोलनमा हामीले जोड्नुपर्नेछ, लोक कल्याणको काममा हामीले जोड्नुपर्नेछ। यसको लागि एनसी फर एनसी, नेपाली कङ्ग्रेस फर नेसनल कज भन्ने श्रावणको 7 गते यो अभियानको मैले सार्वजनिक रूपमा घोषणा गरेको छु, आह्वान गरेको छु। मैले तपाईँहरूलाई पर्सि बस्ने बैठकमा सबै यसमा केही अन्तिम क्षणमा केही कामहरू थप्नुपर्ने भएको हुनाले गर्दा रिभाइज डकुमेन्ट मैले बैठक चल्दा चल्दै तपाईँहरूको बिचमा प्रस्तुत गर्छु। श्रावणको 24 भनेको आजबाट भाद्रको 24 गतेसम्म 1 महिनासम्मको हाम्रो तयारीको पिरियड हो। भाद्र 24 गते बिपी जयन्तीको दिनमा प्रत्येक पार्टीका सदस्यले, म लगायत प्रत्येक पार्टीको सदस्यले हामी एउटा सामाजिक कामसँग जोडिने कुराको सङ्कल्प गर्छौँ। हाम्रो केही क्याटेगोरिजहरू छन्, त्यो मध्ये छान्छौँ र त्यसको आधारमा हामी वर्षैभरि यी कामहरू पार्टीसँग जोडिएर कामहरू गर्छौँ, जसले हाम्रो आफ्नो जिम्मेवारी केही हदसम्म पुरा हुन्छ भन्ने लाग्छ। तेस्रो र मेरो अन्तिम कुरा पार्टीको आन्तरिक जीवनसँग जोडिएको कुरा छ। हामी फागुन 21 गते निर्वाचनमा गयौँ। विशेष महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि हामीसँग जम्मा 48 घण्टाको समय थियो करिब करिब। निर्वाचनको परिणाम अनपेक्षित रह्यो, यसको बारेमा अगाडि बैठकमा छलफल भइसकेको छ। तर हामी सबैको बुझाइमा एउटा एकता छ भन्ने मलाई लाग्छ कि यदि विशेष महाधिवेशन गरेर एउटा निर्णय गरेर हामीहरू गएका थिएनौँ भने निर्वाचनको परिणाम के हुन्थ्यो होला भन्ने बारेमा हामी सबै कुराको एउटा आकलन छ। जो हामी उम्मेदवार भएका छौँ, जो पार्टीका साथीहरू तल गएर खटेका छौँ, हामी सबैले निर्वाचनको बेलामा यो कुरालाई महसुस गरेका छौँ र यो कुरालाई अनुभव पनि गरेका छौँ। यसका आधारमा पार्टीभित्र अरू थप कुरालाई हामीले सच्याउनु पर्नेछ।